अलिकति बस्नु है राम्रोसँग ल। ए मेरो बुढीले बनाइदिएको बुढीको बाहुलीबाट दामी भयो। बहुत दिन बादमा यस्तो खानु पाइयो चाउमिन म्यागी। लसुनको चटनी मतलब मेरो फेभरेट। सबै अब नानीहरू कलकत्तातिर दुई बुढाबुढी हेरा हेर घुमाछौँ दामी बनाएको यो तपाईँको वाइवाईको चाउमिन। हेभी बनाउँछ। थ्याङ्क यू। वेलकम छ तपाईँहरूलाई हाम्रो युट्युब च्यानलमा। अब युट्युब फेसबुकमा हेर्नुहोस् सुभाष बन्तवा एन्ड रिता बन्तवालाई। फुल सो आशाओं के सावन में उमंगों की बहार में तुम मुझको ढूंढो और मैं खो जाऊं प्यार में। आशाओं की सावन में उमंगों की बहार में तुम मुझको ढूंढो और मैं खो जाऊं प्यार में। आशाओं के सावन में यस्तो छ अब है जिन्दगीलाई यसरी बिताउनु पर्छ। अलिक पानी चिसो भएन चिसो पानी खानु दिँदैन र। पैसा पर्दैन पनि चिसो पानी खानु दिँदैन हौ। ऊ चाहिँ स्प्राइट खान्छ फेरि डर लाग्छ हो। ऊ स्प्राइट खाँदैछ। सुर से ये जीवन संगीत बना तेरी पायल छन की गीत बना। मिठो हुन्छ यस्तो ल। दामी बनाइदियो। चटनी पनि दामी बनाइदियो। हाम्रो दाम्पत्य जिन्दगी यस्तै छ। ठाकठाक फुकफुक फाकफाक फुकफुक ठाकठाक फुकफुक साकसाक फुकफुक। उसले मिठो मिठो खाँदैछ पुरी खाँदैछ बुझ्यौ। मलाई चाहिँ यस्तो नि हो। देखाइदेऊ त देखाइदेऊ सुक्खा रोटी। मलाई त मनपर्छ तपाईँलाई मन पर्दैन। जिम्मेवारी अब होइन होइन कार्जेहरूको घरको छ। अब तर अब सबैले भन्छ तपाईँले अझै पनि 10-12 साल गर्नु सक्नुहुन्छ भन्थ्यो क्या भन्नुहुन्थ्यो।
अस्ति एकजना ग्रुप 2 स्टाफको बहिनीले पनि भन्दै थियो क्या उमेर ज्यादा लेखाउनु भयो के हो दादाले भनेको मलाई होइन नि हौ म त 65 पुगिसकेँ नि ढाँटेको त हजुर मेरो बुढी चाहिँ सत्य बोल्छ ल म जस्तो डिप्लोमेटिक छैन नि म 65 पुगेँ नि 65 पुगेँ ढाँटेर अझै रिटायरको कहिले हुने सरकारले बिचाराले आजबाट त साहेबले बोलाउँछ भने पनि छैन मेसेज आयो अरे भन्ने पनि छैन हो ढुक्कै गीत गायो उसँग अब भ्लग गर्यो बस्यो छोराछोरीले पनि त्यसै भनेछ मलाई शान्तिसँग बस्नु टेन्सन नलिकन बस्नु अब बहुत खट्नुभयो बहुत खटेर हामीलाई सुख दिनुभयो शान्ति दिनुभयो अब तपाईँ इन्जोय गर्नु भने चाहिँ अब डाँत पनि नाच्नुपर्छ मजा आउँछ जिन्दगी बिताउनु चाहिँ तपाईँको क्या सुभाष बान्तवासँग सिक्नुहोस् है बनावटी एउटा पनि होइन रिसायो भने मुखमा भनिन्छ पेटमा राखिँदैन कुचुक्कै पनि छैन काचुक्क पनि छैन बिन्दास भयो हिँड्यो आजको दिन आफ्नो हो भन्यो हिँड्यो खायो नाच्यो गायो लगायो बास भोलिको लागि भोलि देखाइ जाला के छौ बिच्चामा कोही चाहिँ मरेर गएर मुठीभरि लगेर गएको छ ब्यागभरि हालेर दिएको छ एउटा केही पनि त मुठी पनि खोलिदिन्छ अन्त खाली हात आए त खाली हातले आए थिए खाली हात आए ए मुठीमा केही छैन हेर त भन्छ मुठी पनि खोलिदिन्छ त्यो के जिन्दगी अन्त जिउनुपर्छ देख्छ देखाइ जाला भोलिको लागि देखाइ जाला भोलिले नै गर्छ भोलिको लागि आज नै सोच्नु त्यो मान्दिनँ म चाहिँ भविष्य भन्ने कुरोले चाहिँ वर्तमान बिगार्नु हुन भविष्यको चिन्ताले अनि के अरे अतीतको जुन चाहिँ पास्ट होइन को कुरोले पनि आजको दिनलाई चाहिँ यो गर्नु हुँदैन ल यी हामी त केही छैन यी खायौँ अब स्पष्ट गर्दै हुन्छ एकछिन बातहरू गराइ हुन्छ काम कुरोको लागि चाहिँ भोलि सोच्नुहोस् तर म बाँच्छु भनेर चाहिँ नसोच्नुहोस् अघि त्यस्तो चिन्ता हुन्छ बहुत बिन्दास रहनुहोस् देखाइजाला भोलि कल्ला देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लैलै सम्झना नै मिठो हुन्छ जुनी जुनी काटिन्छ लैलै यस्तो गीतहरू छ है के खाएको भन्देऊ न स्प्राइट भन्नुभयो होइन स्प्राइट कलबाट आएको स्प्राइट क्या त डाइरेक्ट आउँछ नि मिनरल्स स्प्राइट कोकोकोला भन्नु यो कोकोकोला भित्र चाहिँ के होला अन्त नुनको चिया पतला रङको खानुपर्छ नुनको चिया क्या रोटीसँग मन पराउँछ उसले रोटीमा भात पनि हाल्छ क्या भुटेको भातहरू हालेर खान्छ आफ्नो आफ्नो स्टाइल अब म त फरेनको मान्छे म फरेन स्टाइल कहाँ सुक्खा रोटी खाएर खाँदैन कहाँ भित्र मुराइहरू अरे त्यो दुखिया मुराइ कहाँ खाइन्छ पलाउ भात खानुपर्छ नि आम्बो भोलि त मङ्गलबार हुँदैन बुधबार त मेरो बुढीले फेरि पलाउ त आम्मा मेरो बुढी भन्नुहोस् बुहारी भन्नुहोस् पलाउ त मास्टर हो नि म चाहिँ चिकन मास्टर हो नि फेरि पलाउ यिनीहरूले बनायो चिकन चाहिँ मैले बनाउनु पर्छ तर अस्ति बर्थडेमा बिचारालाई भ्याइन म गाडीलाई काममा गएको थिएँ त भ्याइन नि बनाएको छ दुईजनाले दामी बनाउँछ श्वेताले पनि हेप्पी बनाइदिन्छ यति खाएको कि खाए सर कि लाए सर मरेपछि लम्प सर होइन देखेको छु चिन्ता गर्नेहरूलाई पनि पैसा बटुल्नेहरूलाई पनि होइन सुरुबुरु चाहिँ चलोस् दुख बिमारको लागि चाहिँ असुविधा नहोस् बाँच्दाखेरि त भइहाल्छ
खट्नुपर्छ भोलिदेखि त पुरै झन् आम्माम घरमा मेरो अब किचनको मोडुलरहरू बनाउने आउनुहुन्छ मिस्त्रीहरू उनीहरूसँग दिनभरि खटाइ हुने के छ आफ्नो घरको काम गर्दा के हुन्छ दार्जिलिङ पनि जानुपर्छ त्यो काम सकेर होइन शीतल तिम्रो मायाको सहरीमा बसौँ झै लाग्छ सारा जीवन त्यही शीतलतामा बसी झुम्न मन लाग्छ शीतल तिम्रो मायाको सहरीमा बसौँ झै लाग्छ मेरो बुढीको फेभरेट चाहिँ फेरि सिरसिरे हावामा के सिरसिरे हावामा टिरटिरे पानीमा एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊँ माया गरिरहन पाऊँ हेरिरहन पाऊँ माया गरिरहन पाऊँ एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने अर्को के छ अन्तरा भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुन्न पाए हुन्छ के पो भेटै नहुँदा नि खुसी हुन्छ मन बोली सुने मात्रै पुग्छ खै कस्तो कस्तो जीवन हाम्रो मायाको एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने यति भन्दै हजुरहरूको बाट हामी दुईजना बिदा लिन्छौँ गुड नाइट शिवरात्रि हो कि भोलि बिहान फेरि आउने नै छु यस्तो ब्लग्स पुरा आउँछ अब हाम्रोबाट याद गर्नुहोस् फेमिली ब्लग्स सिङ्गल ब्लग्स है म त कहाँ गएर तपाईँहरूलाई ल्याउने छु पस्केर राखिदिन्छु खानुहोस् अलिकति नुन लागेको छैन नुन हालेर खानुहोस् मिठो गरेर खानुहोस् सुभाष भन्ताव एन्ड रिता भन्तावको यो पारिवारिक ब्लगलाई तपाईँहरूले माथि पुऱ्याइदिनुहोस् भ्युज हेरेर त्यति भन्दै भोलिको फेरि ताजा एउटा ब्लगको निम्ति हजुरहरूलाई प्रतीक्षा सचाउँदै बाचा बन्दै आउने दिन तपाईँको निम्ति केही न केही लिएर आउने बाचा भनेर म अनि मेरो श्रीमती यहाँबाट बिदा लिन्छ फेरि एकचोटि करजोरी नमस्ते गुड बाई गुड नाइट थ्याङ्क्स अ लट